ओ मैला हजुर गन्जा दाइ भन्नुहोस् होइन कस्तो मैला तिमीले नभनेको नआउने भन्नु पर्यो नि त हौ मैला अलिकति म नि जाने भनेपछि तिमीले भन्नु पर्यो नि त हौ मैला कस्तो हो तिमी कति टिप्यौ चौडा कहाँ टिप्नु कान्छा दाइ भने भर्खर त आएको भर्खर सुरु गरेको यहीहरू त काट्न पाएको छैन काट्न सकिरहेको छैन दाइ मैले भर्खर आएको दाइ आमाले सोधेको तपाईँ त खोइ कता जानुभयो भनेर भन्नुभयो अनि म त आइदिएको दाइ अनि म त भर्खर सुरु गरेको अनि खै कहिले पुग्ने दाइ भारी पनि थाहा हुँदैन हजुर पनि आउनु भारी छ अब आउनु यही काटेर पारेर दाजुभाइ लिएर जाउँ तर हुन्छ नि कान्छ अब त्यहीँ दाजुभाइ मिलेर अब त्यहीँ लिएर जानु पर्ला नि त अब होइन म नि कहाँ जाने ढेलो भयो अब जाऊँ भनेपछि समय छैन भाइ है कान्छ भाइ मैला भाइ अब के गर्ने यस्तै हो टुको सो गरेर त्यही लिएर जाऊँ न भाइ मैला भाइ ठिकै छ अब के छैन म नि अब त्यतै आउँछु ल भाइ अब दरद यति ठुलो पनि नरहेछ यही लिएर जानु पर्ला भाइ अब के गर्ने त नि दाइ अब के गर्ने अब दाजुभाइ मिलेर अब यही लिएर जानु पर्ला यो दौरा अब कहाँ जाने हो त नि दाइ अब हजुरले भनेको नि एकदम राम्रो दाइ अब यही लिएर जानु पर्ला नि त के गर्ने अब होइन दाजुभाइ मिलेर हुन्छ दाइ अब यो काटौँ हुन्छ नि भाइ अब के गर्ने यस्तो त हो अब तिम्रो लुगा नै सेम रहेछ मेरो लुगा नै सेम रहेछ अब यस्तै हो अब दाजुभाइ त अब सेमै भयो भाइ अब हुन्छ भाइ म नि अब लुगा राख्छु अब काट्छु म नि अब के गर्ने है भाइ अब तर त टिप्नै परिहाल्यो भाइ अब केही छैन भाइ दाजुभाइ मिलेर टिपौँला नि भाइ अब हुन्छ हुन्छ दाइ हुन्छ हुन्छ अब होस् हुन्छ टिकौँ अब टिपौँ दाइ होस् दाइले काट्छ भारी एउटा ल है त कान्छ दाइ अब जाऊँ अब दाउरा पनि टिपेको अरे त नि मैला भाइ अब यस्तै हो तिमीले भनेको एकदम ठिक हो अब दाजुभाइ अब यहीँ पाटेर लिएर जानुपर्ने भयो ठिकै छ के छैन कान्छ मैला भाइ जाऊँ अब घरतिर अब भारी बनाऊँ पानी पनि आउनु लाग्यो अब जानु पर्ला मैला भाइ जाऊँ है हुन्छ जाऊँ कान्छ दाइ हुन्छ जाऊँ है हुन्छ के गर्ने त कान्छ दाइ अब जानु पर्छ गाइस भिडियोलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला यदि राम्रो लाग्यो कमेन्ट गर्नु होला पार्ट 2 आउँछ गाइस बाइ बाइ